गुड मर्निङ है सबैजनालाई। मेरो हालत यस्तो छ हेर अहिले चाहिँ भर्खर है आज धेरै महिनापछि म यो ठाउँमा आएको छु है। हाम्रो सबको गाडी चाहिँ त्यहाँ। अनि मलाई यस्तो भोक लागिरहेको छ क्या। अहिले चाहिँ 15 मिनटको ब्रेक टाइम हो। त्यतिखेर चाहिँ मैले भिडियो बनाउँछु चाहिँ। यो एयर लगाउनु पर्ने यो हेर्नुहोस् त पुरै है, पुरै क्या। मलाई यस्तो भोक लागिरहेको छ कि है। अहिले अघि बिहान मैले त्यस्तो खाजा खाएको थिएँ होइन, त्यही भएर। किन नखाएको भन्दाखेरि चाहिँ हिजो रातभरि है त्यो बार्सिलोना र म्यान्चेस्टर युनाइटेडको चाहिँ फुटबल हेरेर चाहिँ 7 बजे है 7 बजेसम्म सुतेँ कि। अनि आज म यहाँ यो ठाउँमा काम पर्छ भनेर मलाई थाहा पनि थिएन र यहाँ परेँ होइन। काम कतिखेर कहाँ पर्छ थाहै हुँदैन क्या। अब चाहिँ 15 मिनट ब्रेक टाइम हुन्छ, त्यहाँ आएर अलि नास्ता खान्छु होइन। नास्ता ल्याएको छु, ब्रेक टाइम खान्छु, अनि त्यही नै हो, अरू त भन्न केही छैन होइन। त्यो आज चाहिँ यहाँ अब तपाईँको त्यो सानो तलाहरू होइन, माथिबाट तल सार्नु पर्ने रहेछ। यस्तो यो तपाईँको कहाँ हो, यस्तो नङले कोदार्यो के। नङले त्यो कुखुराको सानो कुखुराको होइन, नङले चाहिँ कोदार्यो। अब चाहिँ ओइ कति बज्यो, 10 बजे है। 15 मिनट ब्रेक टाइम हो यतिखेर। अब चाहिँ म टोइलेट जान्छु। टोइलेट गरिसकेपछि के नास्ता खान्छु, अनि त्यसपछि के हो भात खाने टाइममा चाहिँ म तपाईँहरूलाई केही भिडियो देखाउँछु है। यहाँभित्र चाहिँ बस्ने हो, ब्रेक टाइम हो है। नास्ता दिन्छ के यो ब्रदरले चाहिँ। यहाँ चाहिँ चिसो भएर वाइफाई छैन रहेछ, वाइफाईको पासवर्ड मागियो कि। अब चाहिँ खाना खाने बेला भएको छ है। धुलो या हातै पुरै कोतार्दै भनेको। कुखुराले कस्तो पोलिरहेको छ यार। मुखै धुवाएन भनेको आज मैले यार। यो पुरै कस्तो है। ब्रस पनि गरेको छैन बिहान, मुख पनि धुवाएको छैन। यो ढिलो उठेँ के हिजो राति फुटबल हेरेर। अब यो मेरो चाहिँ यो ओभेन त हो, यो चाहिँ अब टक्क लाएर है। खासै त्यस्तो चाहिँ के पनि ल्याएको छैन। अब यो चाहिँ उता लिएर किचनसँग टक्क लगाएर खाना जाने होइन उता। अब मैले चाहिँ एउटा पुरै धुलो छ है, एउटा यो रामेन चौचो लिएर आएको छु। त्यो तरकारी लिएर आएको छु होइन। तरकारी चाहिँ गेडागुडी होइन, भात लिएर आएको रहेछु। त्यसो गरेर पोखिएर रहेछ क्या तरकारी त। केरा ल्याएको रहेछ, सबै पुगेछ, स्याउ ल्याएको रहेछ है। अनि त्यसो गरेर चम्चा ल्याएको छु, अनि यो ओरियो चक्लेट। ल उता गएर खान्छु है म चाहिँ। ल चक्लेट ओरियो चक्लेट खाएको। म उता जान्छु लाएर। मैले भएको छ है, अलिक नुहाउनु पर्छ। यो चाहिँ लुगाहरू होइन, यही लुगा लगाउने हो। वासिङ मेसिन घडियाहरू त्यहाँ रहेछ। उता जान्छु है म चाहिँ खानालाई। अब एकछिनपछि भेटौँ। सकेको अवस्था। अब चाहिँ सुत्नु पर्यो। कस्तो निन्द्रा लागिरहेको यार जाडोमा होइन। झन् त्यो तातो यता आएपछि झन् निन्द्रा पो लाग्ने रहेछ है। चार्जर यहाँ छ, खाएर त्यहाँ राखिदियो। एकछिन पल्टिनु पर्यो यार। आजको काम चाहिँ सकियो, तर मान्छेलाई चाहिँ यार धुलोले चिन्नै सकेन यार। अब चाहिँ यो लुगासुगा फेरेर चाहिँ अब चाहिँ घर जाने बेला भयो है। कति बज्यो, 4:51 भएछ। यताउता लुगा फेर्दाखेरि अब 10 मिनट हुन्छ होला नि त। खोकिला यार, हेर्नुहोस् त धुलोले।
ल एकछिनपछि भेटौँ होला है त साथीहरू। अब चाहिँ टक्क लगाएर घर जान लाग्यो। लास्टै हात दुखे यार, यो कुखुरा चल्लाले के कोदारेर कस्तो पोलिरहेको छ भनेको। हाम्रो साउको घर चाहिँ यो हो है, अघि नै देखाएको थियो मैले तपाईँहरूलाई। साउको गाडी चाहिँ त्यो हो, सानो छ एउटा ठुलो छ, बुढीको एउटा छ, बुढोको एउटा छ, बुढोको दुईटा रहेछ है। पालो पालो चलाएर हुन्छ गाडी त। यो स्पेसली यो गाडी चाहिँ हामी अब त्यो खानेकुरा किन्न जाँदाखेरि चाहिँ, खानेकुरामा जाँदाखेरि चाहिँ त्यो गाडी लिएर जान्छ है हामी विदेशीहरू। त्यहाँ चाहिँ लगभग 8 जना जति है, 6 जना जति अट्छ है, त्यहाँ 6-7 जना जति अट्छ। पछाडि 3 जना 6-7 जना जति 7 जना अट्दो रहेछ है। गाडी चलाइदिउँ कि हो। यो ठाउँमा चाहिँ होइन पुरा खासै पर्दैन मेरो पालो, तर यहाँ चाहिँ रमाइलो छ क्या लास्टै। यहाँ चाहिँ तपाईँको चल्ला होइन, चल्लालाई हुर्काउने अनि त्यो हुर्काउने यताउता गर्ने, ठुलो बनाउने यहाँ होइन। त्यसपछि अन्डा पार्दाखेरि चाहिँ उता हामी काम गर्ने ठाउँमा त्यहाँ लिएर जाँदो रहेछ कुखुरा है। बुढोको गाडी है, यो चाहिँ के हो गियरवाला रहेछ है। यो क्यामेरा अलिकति त्यो धुलोले गर्दाखेरि अलिक राम्रोसँग क्लियरली आएन क्या, चलाउनु हुन अर्को गाडी है। सक्छु यो, तर यो गियरवाला ठ्याक्कै अपोजिट रहेछ है। हामी यहाँ नेपालमा हुँदाखेरि चाहिँ यताबाट चलाउँथ्यो, तर जापानको चाहिँ यता राइटबाट रहेछ, नेपालको चाहिँ यता लेफ्टबाट हुन्थ्यो नि त हामी चलाउँदाखेरि। गाडी लाइसेन्स चाहिँ निकालेको छु मैले पनि गाडीको। कति बजी अहिले 5 बजी छ है। बुढो किन ढिलो गरेको हो यार, लास्टै जाडो है। ल आजको लागि यति नै होइन, धेरै दिनपछि यहाँ आएको त्यही यसो हल्का भिडियो बनाऊँ भनेर मात्रै भिडियो बनाएको। खोकी लाग्यो यार यहाँ हेर सट। अब यहाँबाट गएर त्यो अफिसमा गएर त्यो नाम रजिस्टर गर्नुपर्छ भनेपछि त्यो पेपर हुन्छ, त्यो एउटा बक्समा हालेपछि आफै अटोमेटिक नाम रजिस्टर हुन्छ। त्यसपछि चाहिँ